धन्न यस्तो खेलौनाहरू छ र यिनीहरूले तोरीको फुल देखेको छैन। नत्र त मैले तोरीको फुल देखाइदिन्थेँ नि यिनीहरूलाई। कम्तीको छ यिनीहरू, एउटा हातमा खेलाउना हुन्छ, अर्को हातमा मोबाइल हुन्छ। तर पनि ठिकै छ, अब तिमीहरूको पनि इच्छै हो भनेर म रुँदिनँ के, खेलाउना हेरे जस्तो गरिदिन्छु। तर मलाई रिस त उठिरहेको हुन्छ भित्रभित्र होइन। तर यिनीहरूको चिराचुरुट खाने लिपस्टिक पाउडर किन्ने 200-400 रुपियाँ लगानी यो खेलौनामा गएको छ नि त। अनि फेरि यो लगानी खेर गयो भने त यिनीहरू डिप्रेसनमा जान्छन्। त्यही भएर म केही बोल्दिनँ क्या, चुप्पो लागेर बस्छु होइन। होइन उहिलेको बाबुबाजेले जस्तो 5-7वटा केटाकेटी हुर्काउनु परेको भए चाहिँ के गर्थ्यो होला है यिनीहरूले। अहिले हामी एउटा हुँदा त यति साह्रो झर्को फर्को गर्छन्। अहिले त जन्माइदिए मात्र हुने के, हुर्काउन बोलाउन खेलाउन अनेक थरीको भुल्याउने सामानहरू पाउँछ बजारमा। कति सजिलो यिनीहरूलाई त, कति लक्की यिनीहरू त है। त्यही पनि अझै चित्त बुझाउँदैनन्। अब खेलौना चाहिँ किन्न लोभ गर्ने होइन नि, त्यहाँ फेरि हामीलाई नबोक्ने पनि अनि खेलौनाहरू पनि नकिनिदिने। अनि तिमीहरूकै मात्र जितले हुन्छ कि क्या हो त? नत्र तोरीको फुल देख्छौ है, तोरीको फुल हेर्न मन छ कि छैन त्यो चाहिँ भन्ने पहिला। माथि हिँड्छ अरे न जहिले अप्ठ्यारोमा मात्रै पो हिँड्छ नि यो त। त्यहाँ हिँडेन भाइ। त्यहाँ दिन्छ दिन्छ। ए त्यहाँ आयो दिनु न भाइले लाग्छ होला सायद है, गलिसकेमा कसरी ओल्लिँदो रहेछ हेर्नु पनि हेर्नु के भयो?